गाडी चलाउन नि यसै भिडियो गरिरहेका छौँ। यो सम्पूर्णमा नमस्कार। आज कार्तिकको 2 गते हामी अहिले 6 जनाको टोली नेपालको पर्यटकीय राजधानी पोखरा सहरमा छौँ। अब हाम्रो यात्रा अन्नपूर्ण बेस क्याम्पको हामीले तय गर्दैछौँ। आज हामी पोखरा लेक साइडबाट अब हामी अगाडि लाग्दैछौँ। हाम्रो टोलीमा हुनुहुन्छ म स्वयं किशोर पङ्गानी भइहालेँ। अब हाम्रो टोलीमा हुनुहुन्छ नारायण पङ्गिनी, आदरणीय दाई सुरज पङ्गिनी, नमस्कार 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 हुनुहुन्छ हाम्रो नरेश देवकोटा भिनाजु हुनुहुन्छ उहाँ। त्यसै गरी उहाँ हाम्रो साइरस भान्जा वान मेन आर्मी। यसै गरी हाम्रो तमा नगरपालिका वार्ड नम्बर 7 को वडा अध्यक्ष हुनुहुन्छ देवीलाल पङ्गानी। नमस्ते नमस्ते। ल अब हामी चाहिँ यहाँबाट अब हामी चाहिँ लेक साइडबाट घान्द्रुक हुँदै एबिसी तर्फ लाग्दैछौँ। बाटोमा के हाम्रो ट्रेकिङको लागि चाहिँ चाहिने चक्लेटहरू चाहिँ अब हामी यहाँ पर्चेस गर्दैछौँ। त्यसो यही हाले भयो। यो लगभग घान्द्रुक पुग्न अब 7-8 किलोमिटर बाँकी हुँदाखेरि यहाँ अन्डर कन्स्ट्रक्सन रोडको काम केही भइरहेको छ। त्यसैले हामीलाई यहाँ केही बेर रोकिन पुग्यौँ। बाटो अब केही छिनमा खुल्छ भन्ने हामी आश लिएर अगाडि बढिरहेका छौँ। हाम्रो यात्रा जारी नै छ। प्रकृतिसित रम्दै अन्नपूर्ण बेस क्याम्पको यात्रामा आज हामी दोस्रो दिनमा अहिले बिहानको करिब 1 बजेको छ, दिउँसोको 1 बजेको छ। हामी यहाँ आइपुगेका छौँ। यो खोलाको आवाज, कालीगण्डकीको आवाज तल देख्न सक्नुहुनेछ। यो झरना, यो पाखा पखेरा हुँदै हामी अहिले यहाँ केही बेर विश्राममा छौँ। बाटो बन्दको कारणले गर्दा हामीसित आउनुभएको साथीहरू यहाँ रमाइला गफ भलाकुसारीहरू समयको सदुपयोग गर्दै हामी सदुपयोग गर्दैछौँ। भैया बाय बाय। हजुरले त्यो सामान त्यसमा राख्नु न। बोक्ने हो कि के गर्नु? अहिले हामी सामरङमा छौँ। अब यहाँबाट हाम्रो आजको आधिकारिकमा असली ट्रेकिङ चाहिँ सुरु भइसकेको छ। हामी हिजो घरबाट तिलोतमा नगरपालिकाबाट हिँडेपछि हिजो साँझको बसाइ पोखराबाट नयाँ पुल हुँदै यहाँसम्म आइपुगेका छौँ। अब हामी यहाँबाट गाडी छोडेर हाम्रो पैदल यात्रा अगाडि बढाउँदैछौँ। हाम्रो जाने रुट चाहिँ अब यहाँबाट तल झरेर यो झलुङ्गे पुल तरेर झिनु डाँडा, त्यो देखिएको डाँडा चाहिँ झिनु डाँडा हो। हामी त्यहाँबाट अगाडि बढ्दैछौँ। अब हाम्रो यहाँ चाहिँ ब्याकप्याकहरू कसरी लाने, माथिको जाडोको र वेदर कन्डिसन कस्तो छ, टेम्परेचर के छ भनेर यहाँका स्थानीय बासिन्दाहरूसित हामीले बुझेर अब हाम्रो यात्रा चाहिँ सुरु गरिसकेका छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ हामी सबैको ब्याग अलरेडी प्याक भइसकेको छ। हामीले आज चाहिने सम्पूर्ण सामानहरू चाहिँ लगभग प्याक गरिसकेका छौँ। अहिले घडीमा सार्प तपाईँको चाहिँ 2:41 बजेको छ। अब हामी यहाँबाट हाम्रो यात्रा ट्रेकिङ अब खुट्टाको चाहिँ पावर
चेक गर्नको लागि हामी अब एबिसीतिर सुरु हुँदैछ। थ्याङ्क यू। अब एक राउन्ड चाहिँ हामी सबैको यहाँको अहिलेको अवस्था हिँड्नभन्दा अगाडिको अवस्था हामी सावार गर्नेछौँ। कलर म्याचमा छु है म। जुत्ताको कलर र टी सर्टको कलर म्याचिङ त्यस्तै हो। दाइ हजुरको स्टिकी हो हामी अब ट्र्याकिङ सुरु गर्न लाग्छौँ। एउटा मैले उसलाई नारायणलाई दिएँ कि मामा हेलो म रेडी हुँदैछु है हेलो हामीहरू चाहिँ अब आज जाँदैछौँ एबिसीको लागि। प्याकिङ चल्दैछ। भन्नुपर्ने कुराहरू भाइ किशोरले भनिसकेका छन्। के कुरा रिपिट गरिराख्नु होइन। अब त्यही नै हो। रेडी टु मुभ। अल द बेस्ट फर अल अफ अस। यो इनर्जी ड्रिङ्क चाहिँ अन्त हल्का इनर्जी ड्रिङ्क पनि ल। एकदम एक्साइटेड छौँ हामी होइन। हामी आफ्नै पारिवारिक दाजुभाइ भिनाजु होइन दाइ सबैजना भएर एउटा उत्साहपूर्ण उमङ्गपूर्ण यात्रा चाहिँ हाम्रो छ होइन। हामी होप गर्छौँ हाम्रो यात्रा सरल होस्, सहज होस्, कसैलाई अप्ठ्यारो नभइकन हामीले जुन गन्तव्यमा सोचेर हिँडेका छौँ त्यो गन्तव्यसम्म हामी पुग्न सकौँ। हामी यही मनोआकाङ्क्षा लिएर हाम्रो यात्रा अगाडि बढाउँदैछौँ। अब अरू त भगवान्को कृपा, जे भगवान्ले चाहनुहुन्छ त्यही हुन्छ। माछापुच्छ्रे हिमाललाई दाहिने पार्दै हामी एबिसीको पहिलो दिनको यात्रा तय गरिरहेका छौँ। थकान छ, उकालो छ, तर त्यत्तिकै उत्साह पनि छ, उमङ्ग छ। साथीभाइ, दाजुभाइ, भान्जा भिनाजुहरूसित हिँड्दाको मजा बेग्लै छ। प्रकृतिसितको रमाउँदै खोलाको छङछङ आवाज, साँझ पख चराचुरुङ्गीको आवाज, सुकेका पात परलाई खुट्टाले सार्दै सार्दै एउटा सुमधुर किसिमको आवाजसहित हाम्रो यात्रा जारी छ। अब हामी करिब अहिले घडीमा 4:30 बजिसकेको छ। अब हामी आज बसाइ कहाँ गर्ने सोच गरेका छौँ भान्जा? हामी छोमरङमा गरिन्छ बसाइ। आजको हाम्रो बसाइ छोमरङमा हुन्छ। अब मुश्किलातों का सामना करना ही विजय प्राप्त करना है अरे फेरि आइसी भाषामा जति कठिनाइलाई झेलेर अगाडि गइयो, झेलिसकेपछि विजय प्राप्त भयो। द्याट्स इट। हजुर ल आई एम स्टिल नट डन। ओके यो कैसे गुजारूं महबूब की आँखों में बड़ी
बात नमस्ते नमस्ते किशोर मामा छुट्नु भयो किशोर मामा कस्तो लागिरहेछ त ट्र्याक यो सिडी हिँड्दै गरौँ न यो सिडी हामी जसरी चढिरहेका छौँ यो उकालो ओह्रालो सिडी चढिराख्दाखेरि लाग्छ आज हामीलाई प्रकृतिले हामीलाई नै तपाईँको चाहिँ परीक्षा लिए जस्तो फिल भइरहेको छ वास्तवमा। तर जति प्रकृतिले हामीलाई परीक्षा लिए तापनि जति हामी चाहिँ अन्नपूर्ण बेस क्याम्पलाई जब नजिक 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 आफ्नो मुहारबाट जाँदै जान्छौँ तब हाम्रो मनहरू अझै फुट्दै जान्छ, हामी भुल्दै जान्छौँ र हाम्रा थकानहरू पनि केही हराउँदै जान्छन्। प्रकृतिसित रमाउँदै 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 हिँड्नुको मजा नै अलग छ। अब हामी लगभग लोवर सिनुवा पुग्न लागेको छौँ है। अबको लगभग 30 मिनटमा हामी लोवर सिनुवा पुग्छौँ। त्यसपछि त्यहाँ हामी केही बेर विश्राम पनि गर्छौँ। अहिले हामी लोवर सिनुवामा छौँ। यो प्रकृतिसित रमाउँदा एकदमै आनन्द लाग्छ। यो हरियाली वन जङ्गल कहिले दाहिने कहिले देब्रे पार्दै रमाउँदै हिँड्दाको मजा नै अलग छ। शान्त छ, हरियाली छ, थकाइ छ, तर मनमा ऊर्जा छ। यो ऊर्जा सँगसँगै अब हामी लोवर सिनुवाबाट अप्पर सिनुवातर्फ लाग्दैछौँ। अप्पर सिनुवामा अब घना वन जङ्गल छ भन्ने हामीले बुझेका छौँ। अब हामी जङ्गलको बिचबाट जङ्गललाई दाहिने देब्रे पार्दै जङ्गलको बिचबाट अब हामी अप्पर सिनुवातर्फ लाग्दैछौँ। रमाइलो छ होइन भिनाजु? कस्तो भइरहेछ? अब भान्जा भिनाजु दाईहरूसित हिँड्न पाउँदा छुट्टै छ। तर यहाँ हामी बिचमा चाहिँ हाम्रो देवीलाल दाई र नारायण दाई चाहिँ कता अगाडि हराए भन्ने हामीलाई पिर लागिरहेछ। अरू त सब दामी छ। गर्मी चाहिँ म्यासिभ छ। आज तपाईँको कार्तिकको 3 गते हुँदा पनि एउटा विन्ड चिटर आउँदा पनि तपाईँको हिँड्दा चाहिँ पसिनै पसिना छ। त्यही भएर तपाईँको ट्रेकिङ आउँदा चाहिँ एकदम कपडा धेरै हाल्नु चाहिँ बेकार रहेछ भन्ने चाहिँ हामीलाई लाग्छ होइन भान्जा? ल झोला यति छ, अब यहीँ बोकेर हिँड्ने छ। ल अहिले लोवर सिनुवामा केही बेर रेस्ट गर्दै गर्मी एकदमै म्यासिभ भयो। जाडो छ भनेर कपडा लगाइहालियो। झोलाभरि पनि कपडा छ, झोलामा अट्दैन। अब के गर्ने, लाउनै पर्यो। अब 1 घन्टा हिँड्ने, कपडा खोल्ने, सुकाउने, पसिनै पसिना हुन्छ। अनि फेरि तपाईँको चाहिँ कपडा लाउने, हिँड्ने। अब झोलामा अट्दैन, ब्यागमा फिदारो जस्तो पनि भयो होइन। अब यहाँ लोवर सिनुवामा एकछिन रेस्ट गर्दैछु। गर्मी एकदमै गर्मी भयो, कपडा रुच्यो। ल हाम्रो अहिले यहाँ दिदी हुनुहुन्छ है, होटल चिनो रेस्टुरेन्ट एन्ड बारको। उहाँलाई चाहिँ बोल्न आउन्न, तर उहाँले कफी चाहिँ यस्तो मिठो बनाएर खुवाउनु भने अमेरिकानो सिङ्गल सर्टमा होइन, बडा मजा आयो।
साथी हो यो हिमालयन कफी चाहिँ एभाइलेबल छ यहाँ कफी खाने भए टक्क लोवर सिनेमामा लोवर के लोवर माछा पुछ्रे त्यसपछि आज डे 2 मा हामी चोमरङबाट बिहान ब्रेकफास्ट गरेर हिँडेर अनि तपाईँको लोवर सिनुवामा रेस्ट एकछिन कफी सफी खाएर हाम्रो एकदम चिल पाराको ट्रेकिङमा हिँडाइमा अनि अहिले हामी अप्पर सिनोमा आइपुगेका छौँ अप्पर सिनोमा आएर हामीले यहाँ खानासाना खाइयो अनि अब खानासाना खाएर एकछिन आधी घन्टा रेस्ट गरेर अब हामी अगाडि बढ्दैछौँ यो उकालो सकेपछि चाहिँ हामी यो उकालो सकेपछि चाहिँ ठ्याक्क अप्पर सिनेमामा आइन्छ यो चाहिँ अप्पर सिनेमा हो अहिले चाहिँ बादल लागेको छ बादल नलाएको भए त्यहाँ हामीले माछा पुछ्रे देख्न सकिन्थ्यो अनि यहाँ चाहिँ अहिले हिमालले ढाकेको छ तर यहाँ चाहिँ हामीले अन्नपूर्ण साउथ र हिमचुली देख्न सकिन्थ्यो यसको यतापट्टि चाहिँ पहाडको यतापट्टि चाहिँ हामीले अन्नपूर्ण देखिन सक्छौँ त्यो चाहिँ हामी अब अन्नपूर्णको गएपछि हेर्छौँ हिँड्नु हामी चाहिँ भर्खर कहाँबाट कट्यो भन्दाखेरि अप्पर सिनेमा कट्यो अप्पर सिनेमा कटेर अप्पर सिनेमा कटेर ब्याम्बो जाँदै अप्पर सिनेमा र ब्याम्बोको बिचमा भएको यो जुन जङ्गल एरिया हामी जङ्गल एरियामा चाहिँ अहिले नितान्त प्योर जङ्गल चारैतिर हजुरले हेर्न सक्नुहुन्छ हरियाली सृष्टि होइन अब अँध्यारो भइरहेको छ तर टाइम भनेको चाहिँ अहिले कति भएको छ टाइम हेर्न सक्नुहुन्छ हजुरले 2:06 2:06 तर यहाँ टाइम भएको छ चाहिँ अब 5:30 जस्तो अँध्यारो यो कारण भनेको यो एकदम डार्क जङ्गल घना जङ्गल सब घाम छेकेको अहिले हामी अप्पर सिनेमाबाट अगाडि बढेर अब लगभग हामी चाहिँ बेम्बू आइपुग्न लागेको छौँ बेम्बूको अब यो जङ्गलहरू नियाले बाँसको घरीहरूलाई छोड्दै यो सुन्दर यो झरना मनमोहक झरनासित हामीले यहाँ भिडियो लिइरहेका छौँ अब हामी 10 देखि 15 मिनटमा बेम्बो पुग्छौँ अनि आजको बसाइ सम्भावना हाम्रो बेम्बोमा बस्ने छ अब हामी चाहिँ एकदम स्लो ट्रेकिङ गर्ने भएको होइन भने हामीलाई आतुरी छैन केही छैन एकदम आनन्दले तपाईँको आज कता बसिन्छ के गरिन्छ भन्ने कुरा अब हाम्रो डिसाइड चाहिँ बेम्बो पुगेपछि हुन्छ थ्याङ्क यू बेम्बोतिर कस्तो बाटोमा सजिलै छ ए तरपाएँ छ पुरीभन्दा धेरै सजिलो छ है पुरीभन्दा त सजिलो हिँडेपछि गाह्रो भइहाल्छ सामान्यहरू त के भयो सुझ्यामाले
स्याहार स्याहार भयो सजिलो रहेछ मामा हजुर हामी चाहिँ यहाँ ठाउँमा आइयो यो ठाउँको नाम नि ब्याम्बु तर हेर्दा यो ब्याम्बु त अलिक सानो सानो छ त मामा मैले पढेको चाहिँ होइन किताबमा पढ्दा ब्याम्बु चाहिँ मोटो हुन्छ होइन ब्याम्बुमा चाहिँ पानी पाइन्छ भनिन्थ्यो यो ब्याम्बु त यस्तो सुकुटेछ अघि भाँचेर हेर्दा त पानी नै थिएन किन हो यस्तो मामा अब यो ठाउँ जसरी ब्याम्बो भनेर भन्दा रहेछन् भन्छ अब यदि मैले जाने अनुसार चाहिँ मैले यसलाई नियाले बाँस भनेर जानेको जुन मसिनो हुन्छ हजुर अनि त्यो मसिनो मसिनो भएको कारणले गर्दाखेरि हजुर यो नियाले बाँस हो जस्तो लाग्छ नियाले बाँसभित्र पानी चाहिँ हुँदैन हजुर अब यसको नाम पनि वास्तवमा यो रुटभरि यो ट्रेकिङ रुटभरि तपाईँको जुन अप्पर सिनुवाबाट अगाडि बढिरहँदा ब्याम्बो नपुग्दासम्म बाँसै दाहिने पनि बाँस देब्रे पनि बाँस बाँसै बाँस भएको भएर यसको नाम चाहिँ ब्याम्बो रहेको जस्तो मलाई चाहिँ लाग्यो बेम्बो आइयो अब बाँस काटिन्छ अनि बाँसमा चाहिँ त्यो राइस हालेर बेम्बोमा पकाएर खानियो बेम्बोमा फाइनली हामी अप्पर सिनुवाबाट ब्याम्बो आइपुगिएछ आज डे 2 आज हामी एकदम लेट नाइटमा छौँ अहिले हामी चोमरोङबाट हिँडे बिहान नास्ता सास्ता ब्रेकफास्ट गरेर बिहान हिँडिसकेपछि हामी चाहिँ लोवर सिनुवा करिब 2.5 घन्टामा आइपुगिएको थियो भने अनि लोवर सिनुवाबाट अप्पर सिनुवा चाहिँ हामी एकदमै बाटोमा कफी रेड बुल तपाईँहरूले चक्लेट चाउचाउ बिस्कुट कोक फेन्टा बियर जे खानियो एभ्रिथिङ एभाइलेबल भएको भएर हामीले जे प्रयोग गर्ने हो ती सबै प्रयोग गर्दै बाटोमा आधी घन्टा 1 घन्टा कफी खाँदै क्यापेचिनो कसैले के खाँदै तपाईँको हामी चाहिँ अप्पर सिनुवा आयो अप्पर सिनुवामा आएर खानासाना खाएर त्यहाँ फेरि लन्च गरेर हामी चाहिँ तपाईँको ब्याम्बो आएर 7 बजे तपाईँको होइन 7 बजे होइन 5 बजे चाहिँ ब्याम्बो आएर ब्याम्बो बस्यो 5 बज्न 15 मिनट थियो 5 बज्न 15 मिनट भन्दा हामी ब्याम्बो आएर बस्यो अब यहाँबाट हामी चाहिँ ब्रेकफास्ट खाएर भोलि बिहान ब्रेकफास्ट खाएर हामी ब्याम्बोबाट अगाडि बढ्नेछौँ बाटो एकदमै राम्रो छ जे चिज झोला बोकेर तपाईँको चाहिँ झोलामा हालेर लिएर आउन यो ट्र्याकमा एबिसी ट्र्याकमा केही चिज पर्दैन ल डे 3 अर्ली इन द मर्निङ ब्रसिङ अब यसपछि यहाँ चाहिँ हामी ब्रस गरेर नास्ता खाएर अनि तपाईँको डे 3 को लागि अब हामी यहाँबाट अहिले चाहिँ ब्याम्बोबाट अब अगाडि बढ्छौँ है यस्तै छ जाडो छ चिसो छ साथीहरू रमाइलो गर्न आएको त हो भन्नु भएन ल यहाँसम्म आइयो साथीहरू चाहिँ आउँदैछन् बडा ढिलो हिँड्छन् यार गाह्रो छ
माछापिच्छे छुट्टिन अगाडि द्याट्स माछापिच्छे। हामीहरू चाहिँ अहिले यात्रा गर्ने क्रममा त्यो ब्याम्बु क्रस गरेर बिहान आएको हेर्नुहोस्, पानीको प्योर पानी, अर्ग्यानिक पानी हेर्नुहोस्, त्यो कोही मिनरल वाटर होइन, केही होइन। यहाँ हाम्रो हिमालको पानी पहाडको काठबाट छानिँदै अहिले यहाँ अन्जुलीमा लिएर। अङ्कल यही पनि भाटभटिङमा 300 रुपियाँमा बेच्छ होइन त? यो 300 हो, पक्कै हो। अमृत यही हो। हामी चाहिँ दोबन आइपुग्यौँ है। हाइट चाहिँ 2500 मिटर्स यो दोबन, एन्ड फ्रम हियर हिमालय 2 hours, देउराली 4 hours 30 minutes। तर एक्चुअलमा चाहिँ खास गरी इफ युआर अ नर्मल ट्र्याकर टाइम चाहिँ अलिक कम लाग्छ, त्यो चाहिँ अलिक एक्सटेन्ड गरेर बनाएको टाइम हो। बट इफ युआर गोना स्लोली ट्र्याक देन द्याट्स द करेक्ट टाइम है। मामा हामी चाहिँ भर्खर दोबन आइपुग्यौँ। यहाँ चाहिँ के रहेछ एकचोटि भनिदिनु त। यो दोबनमा एउटा लघु जलविद्युत योजना रहेछ। सो कारणले गर्दा पनि यहाँ चाहिँ 24 आवर लाइन चाहिँ रहेछ, लाइन चाहिँ जानी चाहिँ रहन्छ। तर बाँकी यहाँको सबैभन्दा एउटा दुःखको कुरो चाहिँ प्रत्येक रुममा चाहिँ चार्जिङ पोर्टहरू चाहिँ, चार्जिङ प्लगहरू चाहिँ, सकेटहरू नराखिदिने के। चार्ज चाहिँ डाइनिङ रुममै गर्न पर्ने। अनि साँझको बेलामा सबै आयो, होटलमा बस्यो, बस्दा फेरि सबले चार्ज गर्छन्। अब एउटा होटलमा मिनिमम पनि मान्छे 50-60 जना भन्दा माथि हुन्छ। अनि त्यो लाइनलाई जाडोमा पनि तपाईँको चाहिँ कतिखेर पालो पाइन्छ भनेर कुर्न पर्ने। यो एबिसी ट्र्याकको सबैभन्दा दुःखको कुरो, झिनुबाट अगाडि लागेपछि डाइनिङ रुममा चार्ज गर्न पर्ने, यो चाहिँ बहुत दुःखको कुरो हो। जन्ममा हामी त सिजनमा नि आएको छैनौँ, पिक सिजनमा। अझ हामी त अहिले त नर्मल अफ सिजनमा छौँ। अफ सिजन पनि हालत यो छ भने त सिजनमा त तपाईँको हजुरहरूले यदि चार्ज गर्ने हो भने मल्टिप्लग एउटा हजुरहरूलाई चाहिने जस्तो जे हजुरहरूलाई चाहिन्छ एउटा मल्टिप्लग बोकेर आयो भने चाहिँ आफ्नो सबै चार्ज गर्न मिल्यो। नत्र पनि वेट गर्दा हिजो राति हामीले चाहिँ ब्याम्बोमा 1.5 घन्टा वेटमा बसेर बल्ल चार्ज गर्न पालो पाएको। त्यही पनि गोप्रो र क्यामेरा गरियो। अरू मोबाइलहरू त ल ठिकै छ, गोप्रोमै खिचौँला, क्यामेरामा खिचौँला भनेर त्यतिकै आयो। अहिले मोबाइल स्विच अफ छ। 2 घन्टामा हामी लगभग दोबन आइपुग्यो। अब नर्मली सबैलाई लाग्ने कि यहाँ 2 घन्टा रहेछ, हामी पनि 2 घन्टा आयो। ब्याम्बोबाट अगाडि लाग्दा उकालो चाहिँ छ र अब दोबन आयो। अब हामी यहाँ अगाडि बढ्छौँ। अब ब्रेकफास्ट खाएर आएको बल्ल 2 घन्टा भयो। त्यो पनि बिहानको अहिले चाहिँ 8:30 बजे हिँडेको, 10:21 भयो। अब हामी यहाँबाट अगाडि लाग्छौँ। यस बाटो राम्रो छ, जे खोज्यो त्यहीँ पाइन्छ। बोकेर ल्याउन केही पर्दैन, मात्रै बोकेर लिएर आउन पर्ने। दमडी लेकर आइए, सब कुछ मिल जाएगा। एभ्रिवान, यो चाहिँ मेरो सेकेन्ड टाइम होइन एबिसी आएको। अनि हामी फर्स्ट टाइम चाहिँ एकदम अफ सिजनमा आएको थियौँ कि। अनि अफ सिजनमा आउँदा चाहिँ के भयो भन्दाखेरि यो चाहिँ जाडोको सिजन, हामी आएको पऱ्यो रेनी सिजन। अनि रेनी सिजनमा चाहिँ ठुलो पानी पऱ्यो कि। हामी जुन बेला यहाँ आएको थियो तर हामी यहाँ बस्न मिलेन, हामीले माथि बुकिङ गरेको थियो। बुकिङ गरेर कल गर्दा कुरो चाहिँ के भयो भन्दाखेरि माथि बुकिङ गरेपछि चाहिँ पे गर्ने पर्ने रहेछ। अनि हामी लाग्दा चाहिँ यो होटेल चाहिँ एकदम लास्ट टाइम चाहिँ एकदम राम्रो होटेल। यहाँ चाहिँ हाम्रो सब सामान राखेको थियौँ, हाम्रो चाहिने कपडाहरू मात्र माथि राख्यौँ, अरू सब यहाँको दाइहरूले राखिदिनु भएको थियो। एकदम काइन्ड पिपलहरू हुनुहुन्छ यहाँको होटेल चाहिँ एकदम राम्रो छ। अनि also find coffee। हिजो रातिको ब्याम्बोको बसाइपछि हामी दोबान
करिब 2 घन्टामा दोबान आइपुगेका थियौँ भने दोबानबाट 25 मिनटमा हामी अप्पर दोबान आइपुगेका थियौँ। हामी अप्पर दोबानमा तपाईँको 10:40 मा आएपछि अहिले ट्याक्क घडीको चाहिँ 11:41 मा हामी 1 घन्टामा अप्पर दोबानभन्दा माथि एउटा मन्दिर छ। मन्दिरको राइट ह्यान्ड साइडमा तपाईँहरूले देख्न सक्नुहुन्छ यो यति मनमोहक दृश्य। यो दृश्य छोडेर हामीलाई चाहिँ जानै मन लाग्दैन। अब हामी 6 जनाको टोलीमा अरूहरू आउँदै हुनुहुन्छ पछाडिबाट। हामी चाहिँ यहाँ अहिले म र मेरो प्यारो साइरस भन्जा यहाँ तपाईँको यस्तो यो मनमोहक दृश्यसित हामी रमाइरहेका छौँ। यो हेर्दा लाग्छ कि अहिलेसम्म यो 2 दिनको ट्र्याक गरेर हामी जुन हिँडिरहेको यो थकान जति सब मेटिन्छ। यहाँ तल कस्तो जिप छ के भन्दा है गाइज यो चाहिँ देयर आर 2 ट्रेल्स। हामी मन्दिरबाट थोरै माथि आएपछि 2टा ट्रेल लिन मिल्छ। 2टा बाटो छ। एउटा चाहिँ स्टेयर्सबाट गइन्छ, द्याट रोड इज वाइडर। अनि इफ यु गन कन्सिडर द डिफिकल्टी इट्स सेफर एज वेल। यो चाहिँ सेकेन्ड बाटो। यो बाटो चाहिँ एउटा ट्रेल हो, एज यु क्यान सी इट्स अ ट्रेल। अनि ट्रेलबाट हिँड्दा चाहिँ साँगुरो बाटो छ। इट्स अ 1% रोड, 1% ट्रेल, माई ब्याड। अनि त्यसपछि यो बाटो हुँदै गयौँ हामी चाहिँ डिस्टेन्स चाहिँ यसको 2 to 3 times shorter छ है। सो या इफ हजुर आउनु भएको छ भने 2 ट्रेल्स छ। यो ट्रेल डेन्जरस नेसेसरीली छैन इन द केस द्याट वेदर ठिक छ। बट इफ पानी परिरहेछ, हिउँ आइरहेछ अफ सिजनमा के हुनसक्छ भन्दाखेरि यो एकदम पहिरो प्रोन एरिया छ, रोड सानो छ। सो इफ यु वान्ट टु कम दिस रोड अर दिस ट्रेल मेक स्योर द्याट हजुरहरू चाहिँ अलिकति सिजन राम्रो भएको बेला, वेदर राम्रो भएको बेला आउनुहोस्। ओके, बाई बाई। ट्रेल चाहिँ यस्तो छ कि हेर्न सक्नुहुन्छ, पहिरो माथिबाट आयो भने चाहिँ पहिरो भस्स बाटो नि जान्छ। हजुर नि जानुहुन्छ यो बाटो आइयो भने चाहिँ। त्यही भएर चाहिँ यो ट्रेल चाहिँ लोकल हिँड्ने हो, तर आजकल लाइक एबिसी दोज आउँछ पपुलर। हिमालयसम्म त आइयो है। आइयो अब देउराली पुग्न छ ल साथीहरू न। त्यसपछि स्पट देउराली। सुरुवातमा कस्तो छ? एकदम फ्यान्टास्टिक भन्छ। अहिले हामी देउराली अङ्कल खाएर भनिदिनु त कस्तो छ यो? भयो त त्यही खानु मजाले खानु कि। कस्तो रहेछ? हट, स्पाइसी, टेस्टी, डेलिसियस। हिमालयदेखि अगाडि बढ्दैछौँ। हेर्नुहोस् हाम्रो अङ्कल, हाम्रो मामा।
हेर्नुहोस् हाम्रो मामा यस्तो हिमाल चढ्न आउँदा नि काम चाहिँ छोड्नु है। त्यही त यस्तो ट्रेकिङ आउँदा नि नेटवर्क जहाँ जहाँ छ त्यहाँ सधैँ फोन चलिरहेछ यहाँ। मामाले काम चाहिँ नछोड्ने। यो ट्रेलमा यस्तो अफरोडै भन्नुपर्छ। यो बाटोमा हिँड्न सिकाएको चाहिँ किशोरले है। गाडी चलाउन नि यसरी सिकायो, ट्रेकिङमा पनि उठ्टेको बाटोमा हिँड्ने यसरी सिकाएको। हेभी बाटोमा हिँड्ने पुरै छ है। यस्तो भइरहेको छ। यो एडभेन्चर गर्न आएको होइन, त्यहाँबाट एडभेन्चर हान्ने नि हो कि नर्मल त घरै गरौँला होइन, नर्मल वकिङ होइन, हिल पार्कतिर गरौँला, यस्तो हान्ने हो कि यस्तो इन्जोय पनि हुन्छ अनि आफ्नो स्टेमिना पनि चेक हुन्छ। जान्नेवारी यो बाटो ल्याइयो के अरे, गाह्रै छ। यो चाहिँ त्यो बनाएको ट्रेलभन्दा फरक बाटोबाट आएको छौँ हामी, सर्टकट भनेर अनि हल्का एडभेन्चर लिउँ भनेर। अब हामी नियर टु देउराली, अब खोलामा पुग्दैछौँ। अब यी बाटो यस्तै छ राष्ट्रिय झन्डाको साथमा। यात्राको क्रममा एउटा सानो अब्स्टेकल है, एउटा चाहिँ सानो स्ट्रिम हामीले क्रस गरियो। त्यहाँदेखि ड्युटी मेरो न फोटो आएको त। यहाँ हाम्रो 6 जनाको टोली एकदम अहिलेसम्म त सब अलौकिक। अहिले चाहिँ पानी पर्यो। अन आवर वे टु देउराली। ठ्याक्क 10 मिनट अगाडि लाइट रेन कपडामा। गुड मर्निङ एभ्रिबडी। आज हाम्रो डे 4, हामी डे 4 मा अहिले हामी देउराली छौँ। देउरालीमा अब हामी यहाँबाट माथि बढ्न लाग्छौँ। अब हामी एमबिसी अथवा माछापुच्छ्रे बेस क्याम्प पुग्छौँ, त्यसपछि अन्नपूर्ण बेस क्याम्प पुग्छौँ। अब थाहा छैन, आज हामी सम्भावना शरीरले साथ दियो र सबैलाई सहज भयो भने हामी अन्नपूर्ण बेस क्याम्प गएर पुग्नेछौँ। अहिले घडीमा एक्ज्याक्ट 8:16 गएको छ। हामी ब्रेकफास्ट गरेर अब हामी देउरालीबाट अगाडि बढ्न लाग्छौँ। होप आवर ट्रिप विल बी भेरी मेमोरेबल, गुड एन्ड इन्जोयबल। थ्याङ्क यू।
हामी देउरालीबाट अगाडि बढिरहँदाखेरि यहाँ लाइनको चाहिँ सुविधा कसरी भए रहेछ भन्ने कुरा यसो हेर्दाखेरि यहाँ तपाईँहरूले यो देख्न सक्नुहुन्छ पानीको चाहिँ यहाँबाट यसरी पाइप हालेर थ्रुबाट लगेर जलविद्युत आयोजना सञ्चालनमा रहेछ यहाँ। दाइ कस्तो भइरहेछ? कस्तो भइरहेछ? रमाइलो भइरहेछ, हिँड्न दुःख भइरहेछ। अब हामी कहाँ पुग्यौँ? अब एमबिसी आउनु बेला भएको छ। अझ आधी घन्टा बन्दको 1 घन्टा भयो, आउँदैन। घडी हेर्न हात बिसाएको छैन। बाटो होइन हेर्न अहिले हामी माछापुच्छ्रे बेस क्याम्पमा छौँ। यसको हाइट 3700 छ। तपाईँहरूले यो ब्याकग्राउन्डमा देख्न सक्नुभएको यो माछापुच्छ्रे बेस क्याम्पको होटलहरू हो। यहाँ यति होटलहरू एभाइलेबल छ र त्यहाँ तल पनि त्यहाँ 3-4वटा होटलहरू छ। तपाईँले देख्न सक्नुहुन्छ भन्छ त्यो पनि त्यहाँ पनि होटलहरू छ। अहिले बिहान हामी करिब 8:30 बजे देउरालीबाट हिँडेका थियौँ। अहिले 11:43 गएको छ। यो समयमा हामी यहाँ आइपुगेका छौँ। तपाईँहरू फेरि पनि कोही आउने मान्छेले कति टाइम लाग्छ हाम्रो स्लो ट्रेकिङमा भन्ने कुरा यही भिडियोबाट पनि थाहा पाउन सक्नुहुनेछ। होटलहरू पर्याप्त छ। जाडो चाहिँ एकदमै जाडो छ, चिसो छ, हुस्सु लाग्छ, जताततै हुस्सु छ। तपाईँहरूले देख्न सक्नुहुन्छ। आज कार्तिक कति हो? आज कार्तिकको आज 5 हो। भिडियोको तल हुनेछ आज। नोभेम्बर 21 मा चाहिँ मौसम चाहिँ यस्तो छ। 2025 होइन भिडियो हाल न। झन्डा उडेको छ देखाइदिनु। यो हामी चाहिँ अहिले लगभग कति 10 होइन 40 मिटरमा आइयो र यहाँ एउटा पोखरी भन्ने कि ताल भन्ने रहेछ। टेम्परेचर कति छ यो बेलामा भन्ने कुरा चाहिँ हजुरले यो पोखरीको पानी हेरेर विश्लेषण गर्नुहुन्छ। यो जमिराखेको त्यस माथिको सतह चाहिँ यो पुरै टोटल्ली जम्यो भने यसलाई घरग्लास भनिन्छ। यो घरग्लास बन्न गइराखेको छ, अहिले बनिसकेको छैन। टेम्परेचर चाहिँ एकदम त्यसमा छ र एकदम फगी टोटल फगी छ। भिजिबिलिटी चाहिँ बिल्कुलै 10-12 मिटर जति होला भिजिबिलिटी, नट मोर देन 10 and 12 मिटर। हल्का हल्का हिउँ परिरहेछ, यस्तो चिसो छ। अब हामी 45 मिनटमा एबिसी पुग्दैछौँ। जाडो छ, चिसो। अहिले हामी 4130 मा अन्नपूर्ण बेस क्याम्पमा छौँ। यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ अहिलेको माहौल कस्तो छ। पुरै हिउँले भरिएको सेताम्बे छ, मजा छ। नेपालको नेचुरल ब्युटी, प्रकृतिसित रमाउँदै हिँड्दाको अहिलेसम्मको थकान जति थियो, अप्ठ्यारो थियो, ती सब हराएर गए। यी सेताम्बे हिउँ, यी पहाड, यीले गर्दाखेरि यो राष्ट्रिय झन्डासहित हिँड्दाखेरि मन आनन्द भएको छ। तपाईँहरूले देख्न सक्नुहुन्छ अहिले घडीमा 2:19 गएको छ। हामी घडीमा 2:19 जाँदा 4130 मिटर हाइटमा पुगेका छौँ। सेताम्बे हिमालसितको वाउ, वी आर एट अन्नपूर्ण बेस क्याम्प। फाइनली 4130 को अन्नपूर्ण बेस क्याम्पमा हामी
थियो सेताम्बे हिउँसहित। अहिले हामी पुगिसकेका छौँ। हाम्रो सुरज दाई 100 केजी पनि यहाँ सकुशल आइसक्नु भएको छ। तपाईहरुले देख्न सक्नुहुन्छ। फाइनली। तर अहिले दिउँसोको 2:30 भएको भएर पुरै तुवालोले घेरेको छ। अब बिहान पुरै खुल्छ। हामी बिहान तपाईको खुलेको बेलामा पुरै भ्यू देखाउनेछौँ। अहिले यहाँ अब हामी होटलमा अब बस्नेछौँ। सुरज दाइ फाइनली तपाईँ चाहिँ 4130 मा यत्रो वेटसित आइरहँदाखेरि तपाईँलाई कस्तो लाग्छ दाइ? एकदम ठुलो एचिभमेन्ट हो। लाइफको ठुलो एचिभमेन्ट गरे भन्ने भएको छ। कम्पेयर गर्नै सक्दैन। ल कम्पेयरै छैन। र देख्नुहुन्छ यो होटलको पुरै अगाडि पनि हिमाल ए किशोर यो साथी यस्तो चुरोट यहाँ फल्न हुन्न नि। हिउँ यार। हामी हिउँभन्दा पनि माथि छौँ नि सुरत अहिले। हामी माथि छ। हाम्रो देवीदाई कहाँ हुनुहुन्छ? नारायण कहाँ छन् यार? कुन हाल्नु भन्दा डब्स ल गार्लिक बन हालेको छ कम गर भन्नुभएको होइन आज डे 4 मा हामी देउरालीबाट अगाडि बढेपछि माछापुच्छ्रे बेस क्याम्प हुँदै तपाईको अहिले हामी एबिसी अन्नपूर्ण बेस क्याम्प आइसकेका छौँ। तपाईँले देख्न सक्नुहुन्छ अन्नपूर्ण बेस क्याम्प 4130 मिटरमा हामी होटल प्याराडाइज गार्डनमा छौँ अहिले। अब यहाँको अवस्था अहिले एकदमै चिसो छ। फुसफुस हिउँ परिरहेको छ। यो क्यामेराले क्याप्चर गरेको छ कि छैन थाहा छैन। तर हामी चाहिँ आउन करिब 2 बजेतिर आइसकेका थियौँ। तर अहिले त 4 बजिसकेको छ। आज हामी यहीँ स्टे गर्छौँ र आज त्यति साह्रो चाहिँ यो पानी पनि र मसिनो हिउँ पनि परेको कारणले गर्दाखेरि त्यति साह्रो खुलेको छैन। अब हामी यहाँबाट भोलि बिहानको भ्यूहरू सबै माउन्टेन रेन्जहरू सबै चारैतिरबाट देखिने हिमालहरू हामी लिनेछौँ। अब आजलाई चाहिँ हामी यहीँ स्टे गर्छौँ, बस्छौँ। मौसम चिसो छ एकदमै, तर हामी सबै 6 जना सकुशल छौँ। आज हाम्रो बसाइ यसमा गुड गोइङ। थ्याङ्क यू। ल आज हाम्रो खानामा अन्नपूर्ण बेस क्याम्पमा दाल, पापड, आलु, सिमीको तरकारी अनि गाजर, साग र मुलाको अचार छ। आज हामी यहीँ खाँदैछौँ। खाना राम्रो छ। अब यसको टेस्ट कस्तो छ भन्ने कुरा हामी खाएर बताउँछौँ। 3, 2, 1 go. Hello. Hi.
So, you may not know this, but he's from Barcelona, Spain. Yeah? And then he's gave a red card to Xavi Simons. Okay. Ah, Yeah, I that's so maybe crazy. maybe it was in 2019. 2019. Yeah, when he was juvenile. That's so cool, Yeah. man. Great meeting you, man. Okay, have fun in Nepal. Thank you. फाइनली हामी एबिसीको अहिले चारैतिर माउन्टेन रेन्जले घेरिएको ठाउँमा छौँ। हाम्रो तपाईँहरूले देख्न सक्नुहुन्छ यो दृश्यमा यो आइस जमेर तपाईँको यस्तो छ। हामी यस्तो भ्यूमा आइसकेका छौँ। यो 360 भ्यू हेरेर तपाईँहरूले इन्जोय गर्नुहोस्। अन्नपूर्ण बेस क्याम्पमा हामी अहिले फोटो सेसन भिडियो गरिरहेका छौँ। यो हिमाल देख्दा लाग्छ यो 3 दिनको अथक प्रयासपछि हामी आएको सम्पूर्ण थकानहरू हाम्रा मेटेका छन्। चारैतिरबाट हिमाल देखिन्छ, मनमोहक छ, रमाइलो छ। प्रकृतिको सौन्दर्य नै यही नै हो। अब हामी यही सौन्दर्यमा रमाइरहेका छौँ। आज हामी यहाँ एबिसीमा उभिँदा मनमा एउटा गहिरो अनुभूति छ। यो ठाउँसम्म आइपुग्न कुनै संयोग होइन, निरन्तर सङ्घर्ष, मेहनत अनि आत्मविश्वासको परिमाण हो। कहिलेकाहीँ जीवनले धेरै परीक्षा लिन्छ कि थाकिएको जस्तो लाग्छ, एकदम हरेस खाए जस्तो लाग्छ। तर पछि फर्केर हेर्दा बुझिन्छ यिनै कठिनाइहरूले नै मानिसलाई बलियो बनाउँछ। आज हामी एबिसीमा छौँ किनकि हामी कसैले पनि हार मानेनौँ, विकल्पको रूपमा लियौँ र सङ्घर्ष गऱ्यौँ। धेरैले भने तिमीहरू हुँदैन, तिमीहरूबाट सक्दैनौ। धेरैले शङ्का गरे, रोक्न प्रयास पनि गरे, तर हामीले कसैको कुरा पनि सुनेनौँ। आफ्नै आत्मविश्वासलाई विश्वास राखेर अगाडि बढ्यौँ। सपनाहरू पुरा गर्न खोज्यौँ। अनुमति धेरै घर परिवारसित लियौँ र हामीले प्रयास गर्दा गर्दै प्रयासले नै हामी यहाँ आइपुगेका छौँ। मनभित्र डरहरू थिए र सबै कुराहरूका बीच आफैले भन्थे अझ अगाडि बढेपछि हामी एबिसी पुग्न सकिन्छ र पुग्नेछौँ भन्ने प्रयासले नै हामी यहाँ आइपुग्यो। एबिसी पुग्नु भनेको केवल एउटा अर्थ र स्थानमा पुग्नु मात्रै होइन, यो चेतनाको स्तर बदलिनु हो। यो प्रमाण हो कि मानिसले आफ्नो मन जित्नु भनेको संसार जित्नु हो। अवसर कसैले तयार पारेर आउँदैन, अवसर त आफै बनाउनु पर्छ। आज म गर्वका साथ भन्छु हामी सबै एबिसीमा आउन सकेका छौँ किनकि हामी कसैले पनि हरेस खाएनौँ, मनमा विश्वास गऱ्यौँ र विश्वासले नै हामीलाई एबिसी पुर्यायो। आजको यो क्षण, यो उचाइमा यो हिमालहरू हेर्दा यिनीहरूले हामीलाई सम्झाइरहेका जस्ता लाग्छ कि यात्रा अझै धेरै बाँकी छ। एबिसी पुग्नु कुनै अन्तिम लक्ष्य होइन, यो त एउटा सुरुवात हो। अब हामी थाकेर होइन, अझ बलियो भएर अगाडि बढ्नेछौँ। सपनाहरू त धेरै छन्। आजको यो पाइलाले प्रमाणित गरिसक्यो कि जब मनले सक्छु भन्छ तब हामी जहाँ पनि पुग्न सक्छौँ। आज हामी एबिसीमा छौँ र यो यात्राले वास्तविक शान्ति अहिले हामीलाई मात्र सुरु गरेको छ। यो शान्तिले हामीलाई अझै धेरै ठाउँमा पुर्याउनेछ। थ्याङ्क यू।